30,000 देखि लिएर 3 लाखसम्मको ल्यापटपहरू पाउँछ हो 30,000 को ल्यापटप लियो भने चाहिँ 30,000 भनेको तपाईको आइएल्स पिटे गर्नलाई मेडिकल पढ्नलाई बीबीहरू पढ्नलाई काम लाग्छ वर्ड एक्सेल पावर पोइन्टहरू असाइनमेन्टहरू चलाउन चाहिँ काम लाग्छ तर त्यो गेमिङ सेमिङ भिडियो एडिटिङहरू अटोक्याडको लागि काम चाहिँ लाग्दैन 50 सम्मको ल्यापटप लियो भने हल्का फुल्का प्रोग्रामिङहरू गर्न मिल्छ बिगिनर टाइपको अलिअलि अटोक्याड पनि सिक्न त मिल्छ तर गर्न चाहिँ मिल्दैन तर तपाईँ प्रोफेसनल टाइपको सिभिल हो अटोक्याडहरू चलाउने हो एक्सपर्ट चलाउने हो 3D हरू गर्ने चाहिँ 1 लाख किन्नु पर्छ तर हैन दाइ म कहिलेकाहीँ अटोक्याडमा चलाउँछु प्रायः प्रोग्रामिङहरू कोडिङहरू अलि बेसी नै गर्छु भने 80,000 सम्म नै पुग्छ किनभने प्रोग्रामिङ कोडिङहरू गर्ने मान्छेले धेरै महँगो चाहिन्छ 80,000 को पनि कार्डबाट काम भ्याउँछ तर सिभिल पढ्दाखेरि चाहिँ अलिकति ग्राफिक्स चाहिन्छ त्यहाँ रेन्डरिङहरू जीआईएसहरू चलाउनु पर्छ तर तपाईँ भिडियो एडिटर हो एकदम प्रो लेभलको गेमिङहरू गर्नुहुन्छ एकदम हाई लेभलको एआई कामहरू गर्नुहुन्छ वेबसाइट डेभलपमेन्टहरू गर्नुहुन्छ भने तपाईलाई चाहिँ 1.5 लाख सम्मको ल्यापटप किन्नै पर्छ मलाई ल्यापटप सम्बन्धी कुनै नलेज छैन ज्ञान छैन भने पनि तपाईसँग आएर निर्धक्क सल्लाह त्यसको आए पनि भयो किन्नै पर्छ भन्ने छैन अब यस्तो छैन हामीले पहिला पनि अब हाम्रो यहाँको लगभग 12-13 वर्ष भइसक्यो यहाँ पुथोडकमा आएको हो हाम्रो एउटा पनि स्टोर छ हैन तर हामीले तपाईको कस्टमरलाई राम्रो सर्भिस दिएरै होला हामीले यतिबाट बिजनेस त अहिले यहाँसम्म पुगिसक्यो मेन भनेको एउटा इमानदारता हो फाइदा जसले पनि खान्छ हामीले पनि खान्छौँ फाइदा नखाने ल्यापटप बेच्न सकिँदैन हेर्नु सिधै कुरा हैन तर हामीले कम फाइदा खान्छौँ र कस्टमरलाई धेरै कस्टमरलाई बेच्न खोज्छौँ के अब सस्तो हुनु कारण चाहिँ के कारण छ अरूले एउटा बेचेर 5,000 कमाउँछ हामीले एउटा बेचेर 2,000 कमाउने तर 5,000 बेचेर 10,000 कमाउने कुरा विश्वास गर्छौँ त्यही भएर म्याक्सेलको मेरो भनेको कस्टमरलाई पनि सस्तोमा दिने धेरै क्वान्टिटीमा पनि बेच्ने त्यही भएर म्याक्सेल सस्तोमा ल्यापटप प्रोभाइड गर्छ कम्प्युटर साइन्स पढ्नलाई होस् अथवा तपाईको आईटी पढ्नलाई होस् अथवा तपाईको के भन्छ सिभिल पढ्नलाई होस् आर्किटेक्चर पढ्नलाई होस् मेडिकलको बीबीए देखि लिएर एमबीबीएस एमडी नर्सिङ देखि लिएर हरेक कुराको लागि म्याक्सेलले बेस्ट प्राइसमा ल्यापटप दिएको थियो बेस्ट प्राइसमा दिन्छ पनि प्लस हामीसँग अझै पनि स्टकहरू बाँकी छ ल्यापटपको प्राइस डे बाई डे इन्क्रिज भइरहेको छ गाइस त्यही भएर तपाईहरुलाई कुनै पनि ल्यापटप चाहियो भने आउनु होला हामीसँग मिनिमम सस्तोमा सस्तो कतिसम्मको ल्यापटप छ भने चाहिँ तपाईको 30,000 देखि सुरु ल्यापटपहरू 30,000 ल्यापटपमा पनि तपाईको नराम्रो चाहिँ नयाँ आउँछ ल्यापटप हैन काम चाहिँ त्यही नर्सिङको कामहरू मेडिकलको फार्मेसीहरू पढ्दै हुन्छ भने अथवा तपाईको बीबीएहरू मेडिकलहरू पढ्न चाहिँ पुग्छ डेन्टललाई चाहिँ अलिकति धेरै ल्यापटप किन्नुपर्छ मेडिकलमा पनि फेरि अब अरू मेडिकललाई सस्तो ल्यापटप पनि पुग्छ तर डेन्टिस्टलाई चाहिँ अलिकति राम्रै किन्नुपर्छ राम्रो भन्दा 1.5 लाखभन्दा माथिको किनभने डेन्टिस्टहरूले चाहिँ तपाईँको त्यो एक्सरेको मेसिनहरूको दाँतहरूको त्यो 3D हरू डिजाइनहरू गर्नुपर्छ के हो त्यसको लागि चाहिँ ग्राफिक्स चाहिन्छ त्यही भएर डेन्टिस्टहरूले चाहिँ फेरि सस्तो ल्यापटपमा काम चल्छ भनेर नसोच्नु होला हो नर्सिङ पढ्दाखेरि एमबीएस पढ्दाखेरि एमडी पढ्दाखेरि डेन्टिस्ट बाहेक अरू कुराहरूमा हुन्छ नि तपाईँको ब्रेन सम्बन्धी अथवा पेट सम्बन्धी यताउता कुरामा त्यसको लागि त धेरै भाषा छैन त्यो वर्ड एक्सेल पावर पोइन्ट असाइनमेन्टहरू गर्ने हो प्लस बीबीए पढ्नलाई पनि मजाले पुग्छ आइएल्स पिटे गर्न पुग्यो होटल म्यानेजमेन्ट मजाले पुग्यो तर 50 सम्म किनभने राम्रो हो तर कम्प्युटर साइन्स पढ्नेहरूलाई चाहिँ 75 देखि 80 सम्मको किन्नै पर्छ त्यो चाहिँ गर्दा मुनिको चाहिँ किनेर काम छ हुन्छ समीरजी आज एकदम पुण्यको काम पनि गर्नु भएको छ राति तपाईको पसलमा पनि आइयो हैन जानकारी पनि दिनु हामी थकित पनि छौं स्पेसिफिक कुनै ल्यापटपको जानकारी चाहियो भने तपाईले आफै पनि युट्युबमा भिडियो हाल्नुहुन्छ म्याक्सेल अपडेटमा हाम्रो भिडियोहरू आइराख्छ त्यहाँ गएर तपाईहरुले हेर्न सक्नुहुन्छ